ओके, स्वागत छ यहाँहरूलाई भिडियो एडिटिङ ट्रेनिङमा। मेरो नाम चाहिँ विजय आचार्य। फर्स्टमा बेसिकल्ली भन्नुपर्दा यो भिडियो एडिटिङ ट्रेनिङ चाहिँ कम्प्लिट बिगिनर्सको लागि हो, जसलाई भिडियो एडिटिङ सम्बन्धी केही पनि थाहा छैन र अनलाइन फ्री मोड्युल्सहरू अथवा ट्रेनिङहरू जसले खोजिराख्नु भएको छ नेपाली ल्याङ्ग्वेजमा उहाँहरूको लागि हो। यो भिडियोमा अथवा यो ट्रेनिङमा भन्नुपर्दा म चाहिँ पिनाकल स्टुडियोमा बेसिकल्ली एडिटिङहरू कसरी गर्ने भन्ने कुरा देखाउँछु र लास्टमा केही मोड्युल्सहरू अथवा केही ट्रेनिङ्सहरू म एडोब प्रिमियर प्रोमा पनि देखाउँछु। पिनाकल र प्रिमियर प्रोलाई तुलना गर्यो भने चाहिँ पिनाकल बिगिनर्सको लागि एकदम बेस्ट छ। मैले चाहिँ पिनाकल 15 र 17 मा देखाउने छु। फर्स्टमा म 15 मा केही भिडियोजहरू देखाउने छु अथवा भिडियो एडिटिङहरू गरेर देखाउने छु र त्यसपछि चाहिँ म पिनाकल 17 मा देखाउने छु र फाइनल्ली लास्टमा केही भिडियोहरू चाहिँ म एडोब प्रिमियर प्रोमा कसरी चलाउने भनेर देखाउने छु। र ट्रेनिङ सुरु गर्नुभन्दा अगाडि चाहिँ म केही इन्फर्मेसन दिन चाहन्छु। यहाँ देख्न सक्नुहुन्छ www.itsolutionpokhara.com, यो चाहिँ मेरो वेबसाइट हो। वेबसाइटको फिचर के छ भन्दाखेरि तपाईहरु यो वेबसाइटमा गएर रजिस्टर गर्नुभयो भने, कुनै पनि इमेल एड्रेस दिएर रजिस्टर गर्नुभयो भने एउटा कम्युनिटी टाइपको अथवा सोशल मिडिया टाइपको एक्टिभिटी सेयर गर्ने, कुनै पनि क्वेसन सेयर गर्ने टाइपको तपाईको एउटा एकाउन्ट बन्ने छ यही itsolutionpokhara.com भित्र। र एकाउन्ट बनाएर कुनै पनि जिज्ञासा छ अथवा भिडियो एडिटिङ सम्बन्धी कुनै पनि प्रब्लम भयो अथवा यो भिडियो हेर्दै जाने क्रममा कुनै पनि समस्या आयो भने यो एड्रेसमा गएर रजिस्टर गरेर तपाईको त्यहाँ एउटा एकाउन्ट बन्ने छ, आफ्नो एउटा प्रोफाइल बन्ने छ र त्यो एकाउन्टबाट एक्टिभिटीहरू तपाईले क्रिएट गर्न सक्नुहुनेछ अथवा क्वेसनहरू क्रिएट गर्न सक्नुहुनेछ। र अर्को मेरो वेबसाइट यहाँ देख्न सक्नुहुन्छ merolekhnath.com। त्यसैगरी मलाई फलो गर्नु पर्यो भने चाहिँ twitter.com acharya_विजय मा मलाई फलो गर्दा हुन्छ। मेरो भिडियो ट्युटोरियल्सहरू बेसिकल्ली youtube.com स्टुडेन्ट भिडियो ट्युटोरियलमा अपलोड हुन्छ। डिफ्रेन्ट ट्युटोरियल्स ट्रेनिङ्सहरू जस्तै इथिकल ह्याकिङ सम्बन्धी ट्रेनिङ्सहरू, फोटोसप ट्रेनिङ सम्बन्धी ट्युटोरियल्सहरू, एनिमेसन ट्युटोरियल्सहरू र प्रोग्रामिङ बेसिकल्ली एन्ड्रोइड, पाइथन र जावाहरू मैले त्यहाँ बनाएर राखेको हुन्छु। सब्सक्राइब पनि गर्न सक्नुहुन्छ। ओके, अब पिनाकलको इन्टरफेस हेरौँ। पिनाकल 15 को फर्स्टमा र त्यसपछि प्रिमियरको इन्टरफेस पनि हेरौँ। र बेसिकल्ली यो फर्स्ट भिडियोमा चाहिँ म पिनाकलको इन्ट्रोडक्सन दिन्छु थोरै, पिनाकलको लेआउटको बेसिकमा कुरा गर्छु कस्तो छ लेआउट भनेर, र पिनाकलमा टाइमलाइन हुन्छ जहाँ हामी अडियो, भिडियो अथवा इमेज अथवा मोन्टेजहरू अथवा ट्रान्जिसनहरू भन्छ त्यो चाहिँ कसरी म्यानेज गर्न सकिन्छ भनेर त्यो टाइमलाइनको बारेमा केही कुराहरू भन्छु। ओके, यो चाहिँ पिनाकल स्टुडियो भर्सन 15 को बेसिक लेआउट भनौँ अथवा इन्टरफेस भनौँ, यस्तो देखिन्छ। त्यसैगरी प्रिमियरको चाहिँ यस्तो खाले छ इन्टरफेस। यदि भिडियो एडिटिङ आउँदैन र बिगिनर हो भने चाहिँ प्रिमियरमा जम्प गर्नुभन्दा पहिला पिनाकलमा केही एडिटिङहरू गरेर, एक दुईटा एडिटिङहरू गरेर बल्ल प्रिमियरमा गयो भने अलिकति सजिलो हुन्छ। र अब पिनाकलतिर गएर केही कुराहरू गरौँ। जसरी यहाँ तपाईहरु मेनुजहरू देख्न सक्नुहुन्छ, फाइलहरू छ जसरी ओपन गर्नलाई, सेभ गर्नलाई, अब एडिटहरू छ, भ्यू छ, एल्बमहरू छ, टुल बक्स छ, सेटअप छ, हेल्प छ। हामी यो सबै मेनुहरू काम गर्दै जाने क्रममा हेर्नेछौँ। अब एकउन्टा गरेर डिस्क्राइब गरेर टाइम वेस्ट गर्नुभन्दा बेसिकल्ली काम गर्दै जाने क्रममा हामी यसको युटिलाइज गर्नेछौँ यो मेनुजहरूको। अनि यहाँ तपाईहरु देख्न सक्नुहुन्छ टुल्सहरू अथवा टुल्स भनौँ अथवा कुनै पनि यो पिनाकलको इन्टरफेस भनौँ, जहाँ चाहिँ यसले चाहिँ हाम्रो भिडियो देखाइरहेको छ। यहाँ चाहिँ हामीले यहाँबाट यसलाई क्लिक गरेर अथवा सिलेक्ट छ यो, अब कुनै पनि यहाँ हामीलाई भिडियो चाहियो, कुन भिडियोलाई एडिट गर्ने हो त भन्ने कुरा यहाँ भिडियो चाहियो भने हामीले यो क्लिक गरेर यहाँ बक्स देखिरहेको भएको छ फोल्डर टाइपको, यहाँ गएर हामीले आफ्नो डिजायर्ड लोकेसनमा गएर भिडियोलाई इम्पोर्ट गर्न सक्छौँ अथवा ओपन गर्न सक्छौँ। ओपन गर्ने बित्तिकै यसरी भिडियोजहरू आउने काम हुन्छ यहाँनिर। अब यो फाइल्स भन्यो भने फाइल्सको रूपमा यसरी आउने भयो, सिन्स भन्यो भने सिन्सको रूपमा आउने भयो भन्ने कुरा हो। अब यो अर्को आइकन तपाईँ यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ ट्रान्जिसन्सहरूको लागि हो। यहाँ धेरै ट्रान्जिसनहरू छ, कुनै पनि सिलेक्ट गर्नु पर्यो भने त्यो भित्र गएर सिलेक्ट गर्दा चाहिँ हुन्छ। अनि त्यसैगरी यहाँ पिनाकल 15 मा यो नयाँ फिचर हो, यो मोन्टेज भनेर देखिरहेको छ। मोन्टेज थिम्सहरू, धेरै थिम्सहरू छ। भिडियो मिक्सिङ गर्नु परेमा अथवा राम्रो भिडियो एडिटिङ गर्नु परेमा अथवा कुनै पनि ह्याप्पी बर्थडेको अथवा वेडिङको भिडियो मिक्सिङहरू गर्नु परेमा यो मोन्टेजहरू धेरै काम लाग्छ। त्यसैगरी यहाँ टेक्स्ट छ, कुनै पनि भिडियोमा कास्टिङ राख्नु परेमा अथवा कुनै पनि टेक्स्टहरू राख्नु परेमा यसरी यहाँ हामी स्ट्यान्डर्ड टाइटल्सहरू, मोसन टाइटलहरू देख्न सक्छौँ। त्यसैगरी यहाँ
क्यामेराको चिन्ह देख्न सक्नुहुन्छ। कुनै पनि पिक्चर यहाँबाट लोड गर्न सकियो अथवा कुनै पनि हामीले ग्र्याब गरेको पिक्चर यहाँ देखिन्छ भन्ने कुरा हो। यहाँ चाहिँ हाम्रो मेन्युजहरू कुनै पनि डिभिडीको लागि मेन्यु बनाउने अथवा कुनै पनि भिडियोको अगाडि मेन्युजहरू राख्ने भन्ने कुराहरू चाहिँ यहाँबाट गर्न सकिन्छ। यो चाहिँ अडियो अथवा साउन्ड इफेक्ट्सको जुन एउटा अडियो भनौँ, यहाँबाट हामीले यो चाहिँ साउन्ड इफेक्ट्स भन्ने यहाँ बिल्ट इन पिनाकल स्टुडियोमा बिल्ट इन यो साउन्डहरू यहाँ दिएको छ। अब हामीलाई आफ्नो साउन्ड चाहियो अथवा साउन्ड ट्र्याकहरू चाहियो भने यहाँबाट हामी त्यसलाई इम्पोर्ट गर्न सक्नेछौँ। र यो चाहिँ बेसिकल्ली म्युजिकको लागि छ। यो हामी सबै कुराहरू ट्रेनिङको सिरिजमा हेर्नेछौँ। र यहाँ पनि तपाईँ भिडियो देख्न सक्नुहुन्छ। कुनै पनि भिडियो तानेर त्यसलाई एडिट गर्नु परेमा हामी यहाँबाट एडिट गर्ने कुराहरू हुन्छ। त्यो सबै कुरा कसरी हुन्छ भन्ने कुरा हो। यो कट गर्ने कुराहरू छ। अब यहाँ भिडियो ग्र्याब गर्ने कुरा हुन्छ। स्टिल पिक्चर कुनै पनि भिडियोबाट स्टिल पिक्चर अथवा फोटो निकाल्नु पऱ्यो भने योबाट हुन्छ भन्ने कुरा हो। सबै कुराहरू हामी हेर्नेछौँ। त्यसै गरी यहाँ इफेक्टको लागि छ, भिडियोमा इफेक्ट हाल्ने कुराहरू, अब भिडियोको स्पिड घटाउने बढाउने, भिडियोमा भएको नोइजहरू अथवा डटहरू हटाउने कुराहरू, भिडियोको कलर करेक्सन गर्ने कुराहरू, प्यान एन्ड जुम, ड्रिम ग्लो अथवा यस्तै कुराहरू छ। क्रोमा की काट्ने कुराहरू सबै यसमा छ। हामी त्यो बिस्तारै सबै हेर्नेछौँ। र जसरी एउटा भिडियो यहाँ तानेर हामी हेरौँ, जस्तै एउटा भिडियो कुनै एउटा यहाँ तानेर स्पाई फोन यसरी हामी यहाँ ड्र्याग गऱ्यौँ भने, क्लिक गरेर ड्र्याग गऱ्यौँ भने भिडियो यहाँ आइपुग्यो। टाइम लाइन तपाईँ यहाँ टाइम देख्न सक्नुहुन्छ। यसलाई हामी टाइम लाइन भन्छौँ यो बक्सलाई। अनि यो भिडियो टिक गऱ्यो मतलब यो सेट भएको छ अथवा यहाँ आएको छ भन्ने कुरा हो। यहाँ टिक छैन, क्लिक गरेर तान्नु भयो भने यहाँ टिक लागेको देखाउँछ। त्यसै गरी राइट क्लिक गरेर डिलिट गर्न पनि सक्नुहुन्छ अथवा सिधै क्लिक गरेर डिलिट पनि गर्न सक्नुहुन्छ। बेसिकल्ली यो देखिराख्नु भएको छ यहाँ स्लाइडर भनौँ, त्यो चाहिँ बेसिकल्ली यसरी कहाँनिर चाहियो भिडियो कहाँनिर लानु पऱ्यो भन्ने कुरा हो। यसलाई जस्तै यहाँ राखेर काट्न मिल्ने हुन्छ। त्यो म तपाईँलाई पछि देखाउँछु अर्को भिडियोमा कसरी काट्ने भन्ने कुराहरू। अब यो प्रिभ्यू गर्न पनि मिल्यो। जस्तै तपाईँहरूलाई म अर्को भिडियो यहाँ तान्न देखाउँछु। जस्तै स्लाइडर यहाँ छ अनि यता स्क्रिनमा चाहिँ हामी यहाँ कहाँ छौँ, स्लाइडर कहाँनिर छ भन्ने कुरा यहाँ देखिराखेको हुन्छ। यसलाई तान्दै लग्ने क्रममा चाहिँ सिन चेन्ज भयो भने यहाँ प्रिभ्यू विन्डो भन्छ यसलाई, प्रिभ्यू विन्डोमा सिन चेन्ज भएको देखिराखेको छ। अब यो कुराहरू हामीले यहाँबाट प्ले गर्न पनि मिल्छ। म यसको लागि साउन्ड अफ गरेर प्ले गर्छु। यसरी प्ले गर्ने कुराहरू छ। अब साउन्ड अन गऱ्यो भने चाहिँ साउन्ड सुनिनु भयो भन्नुहोस्। त्यहाँ भिडियो पक्कै पनि भिडियो डाउनलोड गरेर हेर्दा हुन्छ। स्काई फोनको बारेमा एकदम राम्रो डकुमेन्ट छ, 40 to 50 मिनट्सको यसरी यहाँबाट प्ले गर्न मिल्यो, फरवर्ड गर्न मिल्यो अथवा पौज गर्न मिल्यो, साउन्ड यहाँबाट बढाउन अथवा घटाउन पनि मिल्यो। टाइमहरू कसरी प्ले भइरहेछ भन्ने कुराहरू यहाँ देखिराखेको हुन्छ। हामी त्यो सबै कुराहरू पछि हेर्नेछौँ। अब जस्तै यहाँ हामीलाई इमेज चाहियो भने हामी इमेज यहाँबाट ल्याउनेछौँ। अब बेसिकल्ली मैले यहाँ इन्ट्रोडक्सन भनेको थिएँ, टाइमलाइन बेसिकहरू भनेको थिएँ। अब टाइमलाइन बेसिकमा चाहिँ तपाईँको अर्को के पर्छ भने जस्तै कुनै पनि भिडियोसँग अडियो जोडेर आइराखेको हुन्छ। अघि अडियो सुनिराखेको थियो, यो भिडियोसँग जोडिएको अडियो यो छ। यो भिडियोलाई हामी अलि डिलिट गरिदिउँ। अडियो छ, जस्तै हामीले माथिको भिडियो लक गर्नु पऱ्यो, एडिट गर्ने बेला लक गर्नुपर्ने हुन्छ। लक गर्नु पऱ्यो भने यहाँनिर देख्न सक्नुहुन्छ, यो तालाको चिन्ह देख्न सक्नुहुन्छ। अहिले यो अन छ, खुलेको छ लक। यसलाई क्लिक गरेर यो लक गरिदिनु भयो भने यो माथिको यो जुन लेयर छ, अडियो लेयर लक भएको छैन तर भिडियो लेयर चाहिँ माथिको लक छ। यसको मतलब अब हामी अडियोसँग मात्रै खेल्न पाउने भयो, भिडियोलाई केही पनि गर्न पाउने भएन। यो एडिट गर्ने क्रममा हामीलाई चाहिन्छ, हामी बिस्तारै पछि हेर्नेछौँ। त्यसै गरेर यो लक क्लिक गऱ्यो भने यो खुल्छ। अनि त्यसै गरेर यहाँ अडियो पनि छ। जस्तै अडियो यो क्लिक गरिदियो भने अडियो म्युट हुन्छ। त्यसै गरी अडियो लक गर्नु पऱ्यो भने यहाँ यसरी क्लिक गरिदिनु अडियो लक भयो। जसरी हामीले जस्तै भिडियो काट्नु पऱ्यो भने तब यो स्लाइडर यसरी राखेर, जस्तै हामीले अहिले लास्टमा ल्यायौँ, यसलाई लास्टमा भिडियो यहाँ छ, स्लाइडर यता आउँदैन। यसलाई यसरी माउस यहाँ होभर गऱ्यो भने यो एउटा चिन्ह देखिन्छ, यस्तो चिन्ह देखिन्छ। क्लिक गरेर यसरी ड्र्याग गर्नुभयो भने भिडियो काटिन्छ। तर साउन्ड ख्याल गर्नुहोस्, तर साउन्ड काटिराखेको छैन किनभने यो साउन्ड लक गरिएको छ। यहाँबाट लक खोलिदियो भने साउन्ड सँगसँगै भिडियो पनि काटिन्छ। फेरि यहाँ क्लिक गरेर यसरी काटिन्छ। त्यसै गरेर यो एरिया देख्न सक्नुहुन्छ। यो एरिया बेसिकल्ली टेक्स्ट राख्नको लागि अथवा यो भिडियोमा टेक्स्ट ल्याउनको लागि अथवा कुनै पनि मोन्टेज थिमहरू यहाँ आउने भन्ने कुरा हो। मोन्टेज थिमको इफेक्ट माथि आइराखेको हुन्छ, मोन्टेज थिम आइराखेको हुन्छ, त्यसको इफेक्टहरू यहाँ आइराखेको हुन्छ भन्ने कुरा हो। त्यसै गरी कुनै पनि म्युजिक चाहियो, यो भिडियोमा हामीलाई म्युजिक दिनु पऱ्यो अथवा कुनै पनि साउन्डहरू दिनु पऱ्यो अथवा इन्स्ट्रुमेन्ट्सहरू दिनु पऱ्यो भने एउटा त यहाँ छ हाम्रो अडियोको लागि, म्युजिकको लागि हाम्रो यहाँ छ, साउन्ड ट्र्याकहरूको लागि यहाँ छ। त्यसै गरी यो टाइमलाइन तपाईँले जस्तै यो माउस यहाँ छ, अब यो टाइममा लानुहोस्, सिधै माथि लानुहोस्। यसरी यो देख्न सक्नुहुन्छ, चिन्ह देख्न सक्नुहुन्छ एउटा, यहाँ ल्यायो भने देखिन्न, माथि ल्यायो भने देखिन्छ। यो भनेको चाहिँ टाइमलाइनको जुम एरिया बढाउने मात्रै हो। जस्तै क्लिक गरेर यता यसरी तान्नु भयो भने यो बढ्दै गयो। जस्तै
10 सेकेन्ड 20 सेकेन्ड 30 सेकेन्ड भनेपछि हामीलाई सजिलो हुन्छ। यसरी मिक्सिङ गर्दाखेरि चाहिँ सजिलो हुन्छ भन्ने कुरा हो, अथवा भिडियो एडिटिङ गर्दाखेरि सजिलो हुन्छ भन्ने कुरा हो। जस्तै यसलाई अझै खुम्चाउनु पऱ्यो भने यसरी माथि लग्ने, क्लिक गरेर यसरी खुम्चाउने, यसरी खुम्चायो भने चाहिँ अब 1 मिनट भयो। 1 मिनटको भिडियो यहीँ नै हुने भयो। अब एडिट गर्दाखेरि अब भिडियो कति साइजको छ अथवा कति ठुलो छ भन्ने कुरा हो। अब फ्रेम वाइज फ्रेम एडिट गर्ने बेला चाहिँ हामी यसलाई बेसिकली ठुलो गराएर यसरी गर्नेछौँ। जस्तै यो यहाँदेखि गरे पनि हुन्छ, अथवा प्लस साइन किबोर्डमा प्लस साइन दाबे पनि यसरी बढ्दै जान्छ यो अटोमेटिकल्ली, माइनस गऱ्यो भने घट्दै जान्छ यसरी। त्यसै गरी भिडियोको लेन्थ हेरेर हामीलाई कति फ्रेम वाइज चाहियो भन्ने कुरा हो, त्यसरी हेर्ने हो। अनि अर्को कुराहरू तपाईँले यो अडियो लकको बारेमा बुझ्नुभयो, अडियो म्युटको बारेमा अथवा भिडियो लकको बारेमा बुझ्नुभयो। अब टेक्स्टहरू कसरी ल्याउने, ट्रान्जिसनहरू यसमा कसरी राख्ने भन्ने कुराहरू चाहिँ सेकेन्ड भिडियोमा छ। यो भिडियोमा मैले बेसिकली इन्ट्रोडक्सन, लेआउट्स र टाइमलाइनको बारेमा कुरा गर्छु भनेको थिएँ। बेसिकली बेसिक्सहरू चाहिँ यति नै हो। अरू धेरै कुराहरू हुन्छ यहाँ जुन चाहिँ हामी सेकेन्ड भिडियोबाट एडिट गर्दै जाने क्रममा हेर्नेछौँ। र एउटा लास्ट कुरा चाहिँ म यहाँ के भन्न चाहन्छु भने, यहाँ तपाईँले यो क्लिक भएको, अहिले चाहिँ यो सिलेक्ट भएको देखिराख्नुभएको छ। जस्तै यसलाई क्लिक गऱ्यो भने स्टोरी बोर्ड भ्यू भन्छ, यसलाई क्लिक गऱ्यो भने यसरी आउँछ। र जस्तै यहाँ अर्को छ तपाईँको फेरि टेक्स्ट भ्यू भनिरहेको छ, यसरी गऱ्यो भने यसरी आउँछ। हामी मेन बेसिकल्ली हामीले गर्ने भनेको टाइमलाइन भ्यूमा हो। टाइमलाइन भ्यूमा गर्दाखेरि यसरी सबै कुराहरू छुट्टेर आइराखेको हुन्छ। भिडियोको लक दिइराखेको हुन्छ, भिडियो लेयरलाई लक गर्नलाई, अडियो लेयरलाई लक गर्नलाई यो पार्ट दिइराखेको हुन्छ। अब टेक्स्टहरू कुनै पनि मोन्टेज थिमको इफेक्टहरू अथवा कुनै पनि कुराहरू यहाँ देखिराखेको हुन्छ, कम्पोनेन्ट्सहरू अडियोको लागि यहाँ छ र म्युजिक ट्र्याकको लागि यहाँ छ। सबै हामी युटिलाइज गर्नेछौँ। अब इम्पोर्टले के गर्छ, इम्पोर्ट हामी के गर्न सक्छौँ भन्दाखेरि भिडियो क्याप्चर गर्ने कुरा हो। इम्पोर्टबाट कुनै पनि डिभी, सोनी डिभी क्यासेट र डिभी क्यामेराहरू भयो अथवा कुनै पनि क्यामेराहरूबाट एक्सटर्नल डिभाइसबाट खिचेको भिडियोहरू हामी यहाँबाट इम्पोर्ट गर्न सक्छौँ, जुन एसडी कार्डमा हुन्न। त्यस्तो भिडियो यहाँ इम्पोर्ट गर्ने कुरा हो। एसडी कार्डमा भयो भने चाहिँ सिधै कपी पेस्ट गरेर यहाँ भिडियोमा गएर इम्पोर्ट गर्दा चाहिँ हुन्छ, डाइरेक्ट यहाँबाट ओपन गर्दा हुन्छ। त्यसै गरी मेक मुभी भनेर यहाँ देखिरहेको छ। मेक मुभीबाट चाहिँ हामीले डिभिडी निकाल्ने, जस्तै यो भिडियो भयो, यो भिडियो हामीले फाइनल गऱ्यौँ मानौँ 30 सेकेन्डको भिडियो हामीले फाइनल गऱ्यौँ। अब त्यसलाई डिभिडी बनाउनु पऱ्यो भने, अथवा एभिआई फाइल बनाउनु पऱ्यो भने, अथवा एमपिजी बनाउनु पऱ्यो भने, अथवा MP3 बनाउनु पऱ्यो भने, WAV फाइलहरू बनाउनु पऱ्यो भने मेक मुभीमा गएर रेन्डर भन्छ, रेन्डर गर्ने काम गर्ने हो। त्यो सबै कुराहरू म तपाईँलाई भिडियो सिरिजमा देखाउनेछु। ओके, अहिलेलाई चाहिँ यति नै फर्स्ट भिडियोको लागि। सेकेन्ड भिडियोको लागि स्टे ट्युन्ड, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। youtube.com स्टुडेन्ट भिडियो ट्युटोरियल। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।